मुनु हेर न पानी हेर न उता हेर त त्यही त नानीलाई सुताइदिए पनि हुन्छ तिमी चाहिँ यसो यताउति फोटो खिच्दै गर न हुन्छ भइहाल्छ घुम्न जाने रे हेर त पानीमा पर्दैन उता बाबासँग जाऊ त म तिम्रो फोटो खिच्छु यता यता मामा त्यताबाट यता हेर नि त मामालाई अलिकति पर गएर हेर त अलिकति पर गएर केही मान्दिनौ भनेको यता हेर न ओइ उता उता नजा अलिकति पर जा अलिकति उता जा त्यहाँ बसेर हेर मामालाई हेर एकपल्ट छोरी कस्तो जङ्गली हो के गयो अरे छोरो के भनेको गीत गाइदेऊ नि त अब यता हेर त मेरो खिच न बरु ल ओहै यसो नगर है तिमी फेरि उता अगाडिबाट खिच्नु डर लाग्छ यता हेर्ने हो ऊ हेर मामालाई हेर पखाला मुटुलाई अर्कै तरिका हेर के गरेको हुन्न अब धेरै त्यहाँ त नि यत्रो ठुलो यस्तो ऊ आउँछ सिधा राखेर खिच है यति मात्र गर्नु धेरै गर्नु यही त हो नि डुङ्गा छु यहाँ ओर्लिँदा हुन्छ भाइ ल यहाँ हेर न यहाँ हातले गरिरहेको थियो मैले समातिरहेको छु यसले हातले चलाएको खिच न जिस्काइदिउँ न कति टाइम लाग्छ नि माथिबाट प्रभाव 1 घन्टा
मजा आएको छ उचाइ हो खिच न तिमीले खिच मेरो खिच्नु बुझी आउँछ यता पनि उता पनि यसो खिच यसो सबैतिर माथि हेरेर प्याराग्लाई त्यो गरेर हेर त हेर आकाशमा हेर के रहेछ ओए त्यो क्यामेरा चाहिँ त्यतिकै बन्द गर तिमीले त्यो क्यामेरा त्यतिकै वेस्ट गरिदिएको हो तलको भिडको खिचेर किन आइरहेको छ त भुइँको त यसो मजाले आइरहेको ल अब त्यो बन्द गरेर चाहिँ एक दुईवटा अब अर्को क्यामेराले त्यसैमा खिच्ने त्यही अघि चिसो पानी के हो यो पानी फोहोर होइन होला त होइन सर त्यही त त्यत्रो माथि त्यही त नानी उ पर जाऊ माथि के थाहा छैन केही थाहा छैन त्यहाँ गयो भने के हुन्छ भनेर थाहा छैन उता पाए सुई सुई गइदिन्थ्यो नि उता माथि माथि जाने पानीमा एक घन्टा लिएर आएको हम फाल्छु भन्नेको पारी गन्जेलसम्म रोक्को रह्यो ए अर्चना यता आऊ त यहाँ आऊ त कस्तो देखिन्छ अनि पछि त्यहाँ लगेर पानीमा हालिदिएको त कति मजाले खेलेको मन्दिर मात्रै हो ल त्यहाँबाट अलिकति यता त्यो ऊ छ नि ल म पनि आउँछु ल माथि सार्दिउँ ए उनी बाबा पनि आएको हेर हाल्छ बाबालाई छकेन त्यसले बिचाइ पताली पोखरा आउने नि पानीको लागि पोखरा जाने पानी खेल्ने पोखरा जाने पानी यतातिर खिच्यो ल पानी खिच्यो यताको त्यो खिच्यो यो चाहिँ अलिक तातो तातो
दिदी फर्काइदिउँ फर्काइदिनु पर्छ ल ठिक छ ल बाबालाई गइदिन्छ ल गइन्छ ए पछाडि भिजाउनु पहिले ल गइन्छ बाबालाई गइन्छ राम्रोसँग पानी चलाएर यता फर्केर पानी चलाएर यसको अफर लगाउनु पर्ने रहेछ अब भयो क्यामेरा पनि बन्द गरेर गाइदिनु ल बन्द गर्नु मुन्नु भिज्यो नाना के गर्दा भिज्यो त्यसको त्यो बाहिरको हाफ प्यान्ट चाहिँ फुकालिदेऊ न होस् त्यो चाहिँ अहिले त्यतिकै होस् त्यो चाहिँ फ्रक हाल्नु पर्ने रहेछ खासको पारे बच्चा लुगा चाहिँ बोक्नुपर्छ क्या 10 वटा लुगा छ अब खेल्न नि जति खेले पनि अब एकैछिन अब 15 मिनट जति खेलोस् न कति मजा आएको छ उसलाई हजुर भिज्यो उठ 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 भिज्यो
त्यही बच्चा भिडियो उठा उठा भिडियो त्यसको सुकिहाल्छ नि अब के गालेको कहाँ हो यो कुन ठाउँ हो छोरो ए बिचरा यसलाई पिज्जा मोमो खानु कस्तो रहर छ ल आज एकछिनमा पिज्जा मोमो खाने आज खै के गरेको तिमी हाम्रो खिच्देऊ त यसरी सिधा राखेर उता उता हेरेर होइन त्यहीबाट खिच्देऊ न त त्यसको बरु एकपल्ट उता फर्काइदिने हो कि हाफ प्यान्ट बरु नि त्यसको त्यो उता फर्काइदियो हुने त्यसको हाफ प्यान्ट चिसै होला है पुरै अलिकति जुम गर न कहाँबाट माथि छ माथि यो त्यहाँ हैन त्यहाँबाट पनि हुन्छ हुन त भयो ओहा उयो के उयो यो सार्नी खै हेर के आयो त के गर्यो यार बन्द गर स्टप गर